नमस्ते शुभ बिहानी। अब हामी कृषि कर्ममा लाग्दैछौँ। अब हामी हरेक बिहान बिहानै अब खेतीको सिजन छ होइन, कारणले गर्दाखेरि चाहिँ हामी आली तास्ने काममा इन्भल्भ हुनुपर्ने देखिरहेको छ। आजबाट हामी फेरि लाग्नेछौँ, आली तास्नेछौँ। हाम्रो कामको सुरुवात यसरी हुनेछ। अब एकछिनपछि फेरि ड्युटी पनि जानुपर्छ। के गर्ने ल। रोपाइँको सिजन आयो होइन। अब जोत्ने रोपाइँ गर्ने कृषि प्रधान देशलाई हामीले पनि अलिकति मेहनत गर्नुपर्ने देखियो। त्यस कारणले हाम्रो सुरुवात यसरी हुँदैछ। कस्तो लाग्छ त? हाम्रो भिडियोलाई लाइक सेयर कमेन्ट गरेर प्रतिक्रिया दिनु होला। तपाईँहरू पनि बर्खाको समय छ, अब आली तास्ने काम सुरु गर्नु होला टक्कसँग। धेरै पर्दैन, थोथोरै आली तास्दै गयो भने सबैलाई सहयोग पुग्छ। घर परिवारले सबैले थोथोरै काम गर्यो भने अहिले हामीले केही महिना गरेको कामले चाहिँ 1 वर्षसँग खान पुग्छ। थ्याङ्क यू। अहिले हामी यहाँ छौँ। यो चाहिँ विशेष मल हो, धैचा। यसको नाम चाहिँ धैचा भन्छ क्या हाम्रोतिर। तपाईँहरूको के भन्छ होइन, कमेन्ट गर्नु होला। यो धैचा चाहिँ अब हामीले पुरै काट्नेछौँ। काटेपछि चाहिँ यो केही दिनमै कुन्छ यो, अनि मल चाहिँ यसको स्पेसल हुनेछ। त्यस कारणले गर्दाखेरि हामीले मकै छरेपछि चाहिँ धैचा लगाएको। लगभग यो 1 महिनामा यति ठुल्ठुलो हुँदो रहेछ यो चाहिँ होइन। 1 महिनामा यति ठुलो घाँस पनि, बाख्रालाई घाँस पनि हुन्छ यो होइन। बाख्राले पनि खान्छ। र काम गर्नुपर्छ साथी हो, बसेर त नहुने रहेछ नि त। सुरुवात गरौँ है साथीहरू ल।